सम्पूर्ण दर्शकबिनलाई हार्दिक स्वागत छ। यति बेला नयाँ संरचनाको फुल्लावाड स्तरीय पुरुष भलिबल खेल हुँदैछ। जग्गा पुण्य मेला 2082 को आज अन्तिम दिनको फाइनल खेल भनेको जनसेवा टुन्डारा भर्सेस विकास बोलेरो पिकअप सेवा बीच खेल हुन नलागिरहेको छ है। 1 लाखको बिटोको खेल हुँदैछ। आदरणीय दर्शक महानुभावहरू, हामी अब यस ग्राउन्डमा दगा पूर्णिमा मेला 2082 को फुल्लाउडा स्तरीय पुरुष भलिबलमा फाइनलमा प्रवेश गर्ने टिमहरू क्रमशः विकास बोलेरो भर्सेस जनसेवा क्लब टुन्डारा बीच यस ग्राउन्डमा सञ्चालन भइरहेको छ। अघि सेमिया गर्थ्यो 400 करोड 500 पुग्न खोजेको थियो। भाइ हान्न लागेको छ कि यसले क्या टुन्डाडाको एउटा छ नि, एउटा नयाँ भाइ क्या गाउँमा केटाहरू गएछन् नि। अनि यता पनि उयो भयो क्या इन्द्रपिके होइन र भनेको छ। इन्द्रपिके चाहिँ उता जानुभएछ है गलकोटमा। सन्तोष र इन्द्र चाहिँ उतातिर गएछन् है गलकोटमा खेल्नलाई। जनसेवाको सरनाम भनौँ त भन्नुहुन्छ। जनसेवाको सरर नाम चाहिँ राजकुमार पटेल, विशेष मल्ल, कमल लामिछाने, जीवन रुद्र भुजेल, अनि मजेन्द्र लामिछाने, कमल लामिछाने, पर्जल थापा लगायतका खेलाडी हुनुहुन्छ है। यसमा रोइन्छ क्या छैन, अर्को किन्न पर्ने रहेछ। अस्ति आएर हेरेको थिएन। आज सकिन्छ र मेला? आज सकिन्छ है।
मेरो नेम पनि छ भनिन्छ रुद्र भुजेल ओरिएन्टेसन नभयो त आजै बाहे ओइ पारिङ त सक्यो भनेपछि आदरणीय दर्शक महानुभावहरू हिजो राति 4 गते नबार हो बार 2082 को खुला वडा स्तरीय पुरुष भलिबलको फाइनलमा प्रवेश गर्ने विकास बोलेरो वर्सेस 7 गर्न पर्यो मेरो 40 सकिएछ जनसेवा क्लब अब खेल सुचारू हुँदैछ म क्रमशः खेलमा संलग्न खेलाडीहरूको परिचय तथा रेफ्रीहरूको परिचयलाई अगाडि बढाउन चाहन्छु आजको यस खेललाई सञ्चालन गर्दै हुनुहुन्छ प्रमुख रेफ्री हुनुहुन्छ कृष्ण सेचन त्यसै गरी सहायक रेफ्री हुनुहुन्छ किसान थापा बरात भयो त 35 जान्छ यो गरे पहिला होइन छैन म चार्ज बसेर आउँछु यार अब म यस फाइनल खेलमा संलग्न खेलाडीहरूको परिचय क्रमलाई म अगाडि बढाउन चाहन्छु जसमा एक कोर्टमा हुनुहुन्छ जनसेवा क्लब म खेलाडीहरूको सरसर्ती परिचय कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु जसमा हुनुहुन्छ जर्सी नम्बर 2 भजेन्द्र थापा जर्सी नम्बर 5 कमल थापा जर्सी नम्बर 6 राजकुमार पौडेल जर्सी नम्बर 7 विशेष मल्ल ठकुरी जर्सी नम्बर 8 रुद्र थापा जर्सी नम्बर 9 प्रज्वल थापा जर्सी नम्बर 12 ललित भुजेल जहाँ टिम क्याप्टेन हुनुहुन्छ त्यसै गरी टिम कोच हुनुहुन्छ सूर्य विक त्यसै गरी म बी कोर्टतर्फ रहनुभएका विकास बोलेरो खेलाडी मित्रहरूको परिचय क्रमलाई अगाडि बढाउन चाहन्छु जर्सी नम्बर 2 हुनुहुन्छ कमल केसी जर्सी नम्बर 3 विशाल थापा जर्सी नम्बर 4 सुजन श्रेष जर्सी नम्बर 5 ध्रुव खत्री जर्सी नम्बर 7 विमल भण्डारी जर्सी नम्बर 9 रबिन भिरकोटी जर्सी नम्बर 12 केशव पुन जहाँ टिम लिब्रो हुनुहुन्छ त्यसै गरी टिम कोचमा हुनुहुन्छ विकास केसी यसरी दगा पुणे मेला 2082 मा फाइनलमा प्रवेश गर्ने खेलाडी साथीहरूको परिचयात्मक कार्यक्रम समापन भइसकेको छ अब यस खेललाई अगाडि बढाइदिनु हुनका निमित्त म त्यसै गरी यस खेललाई लाइन्सम्यानको भूमिका निर्वाह गर्दै हुनुहुन्छ दुईजना यस चिसोपानी युवा क्लबका खेलाडी साथीहरू जसमा दिवस विक र विशाल विक नेट किन अड्केको नेट अड्क्यो र इन्द्र विके खै त इन्द्र विके गलकोट पुगिसक्नु भएको छ यति बेला कहाँ अड्क्यो र नेट नचलेर हो क्या दादा नेटै चल्दैन नेट काम गरेन यहाँ डाटा अघि डाटा वाइफाई चाहिँ छैन एनसेलको यहाँ वाइफाई कामै गर्दैन धन चल्दैन डाटा अब हाम्रो यस ग्राउन्डमा दगा पूर्णिमा मेला 2082 को खुला वडा स्तरीय पुरुष भलिबलको फाइनल खेल सुचारू भएको छ भाइ साथीहरू वडा स्तरीय नयाँ संरचनाको वडा स्तरीय फाइनल खेल सुरु भइसकेको छ यति बेला निकै राम्रो स्ट्राइक आदरणीय दर्शक महानुभावहरू हाम्रो यस खुलारीको डान्स प्रतियोगितामा भाग लिनुभएका सम्पूर्ण प्रतियोगी साथीहरू तपाईहरु अब हाम्रो यस मञ्चमा गोला बनाउने भएकोले
सम्पूर्ण प्रतियोगी साथीहरू यस मञ्चमा सम्पर्क गरिदिनु हुनका निमित्त म हार्दिक अनुरोध गर्दछु। अहिलेसम्मको नम्बर स्कोरमा जनसेवा क्लब तुन्डाडा 2 छ भने विकास बोलेरो 0 नम्बर 2-0। रेकर्ड डान्स प्रतियोगितामा भाग लिनुभएका टिमहरू नवप्रतिभा नेपाली, रिभर हिल युवा क्लब, गलकोट भटिया, रणसिंह युवा क्लब, पुरानो गाउँ, सप्तकिरण युवा क्लब, बडीघाट 8 रणसिंह नेपाली, तपाईँहरू जमाते हुनुहुन्छ। यथाशीघ्र यस मञ्चमा बोलापला हुन लागिरहेकोले तपाईँहरू छिटोभन्दा छिटो यस मञ्चमा उपस्थित भइदिनु हुनका निमित्त म हार्दिक अनुरोध गर्दछु। अहिलेसम्मको नम्बर स्कोर अनुसार विकास बोलेरो 1 छ भने जनसेवा 3 नम्बर 1-3। नाश्ता खान पत्ती क्या भूख लाग्यो खाइछ बिहानदेखि 4 बजे खाएन नास्ता खाने बेला 3 बराबर अहिले भ्याएपछि छुट्टै काम हुन्छ कि फेरि होइन त। अहिलेसम्मको नम्बर स्कोर अनुसार विकास बोलेरो 3 छ भने जनसेवा 3 नम्बर 3 बराबर। अहिले नम्बर विकास बोलेरो तर्फ विकास बोलेरोको 4 छ भने जनसेवा 3 नम्बर 4-3। नम्बर ल्याउन सफल जनसेवा तुन्डाडाको 4 छ भने विकास बोलेरो 4 नम्बर 4 बराबर। अटो बनाऊ आफै जान्छ। अहिले नम्बर विकास बोलेरो तर्फ विकास बोलेरोको 5 छ भने जनसेवा 4 नम्बर 5-4। खतम अहिलेको खेल एकदमै खल्लो पुणी हामीलाई अहिले उत्कृष्ट स्पाइकका साथ नम्बर ल्याउन सफल जनसेवाको 5 छ भने विकास बोलेरो 5 नम्बर 5 बराबर। अङ्क 5 बराबर। यस्तो भएको अहिले खेल त तातो जित्दियो क्या स्कोरिङ बोर्डभन्दा अगाडि धेरै ठाउँमा खेल भएको केही परवाह दिनु हुनका निमित्त म हार्दिक अनुरोध गर्छु। अहिलेसम्मको नम्बर स्कोरिङमा जनसेवा 6 छ भने विकास बोलेरो 6 नम्बर 6 बराबर। अहिले नम्बर जनसेवा तुन्डाडातर्फ तुन्डाडाको 7 छ भने विकास बोलेरो 6 नम्बर 7 छ। पुनः नम्बर जनसेवा तुन्डाडातर्फ नै तुन्डाडाको 8 छ भने विकास बोलेरो 6 नम्बर 8 छ। डाउन भएर कस्तो हो कति समय पछि लागिहाल्यो किन अहिले खेल निकै नै प्रतिस्पर्धात्मक रूपमा चलिरहेको छ। भन्दा भन्दै नम्बर ल्याउन सफल जनसेवा तुन्डाडाले आफ्नो खातामा पुर्यायो 9 भने विकास बोलेरो 6 नम्बर 9 छ। सफल विकास बोलेरो आफ्नो खातामा पुर्यायो 7 भने जनसेवा तुन्डाडा 7-9।
साथी चाट नै रेकर्ड डान्स प्रतियोगितामा भाग लिनुभएका सम्पूर्ण प्रतियोगी साथीहरू हाम्रो यस मञ्चमा गोलापोला भइरहेको हुनाले तपाईँहरू छिटोभन्दा छिटो यस मञ्चमा सम्पर्क गरिदिनु हुनका निमित्त म हार्दिक अनुरोध गर्दछु। अहिलेसम्मको नम्बर स्कोर अनुसार जनसेवा 10 छ भने विकास बोलेरो 7 नम्बर 10-7। पुनः नम्बर जनसेवातर्फ नै जनसेवाले आफ्नो खातामा पुर्यायो 11 भने विकास बोलेरो 7 नम्बर 11-7। लगातार नम्बर जनसेवा क्लब तुनातर्फ जनसेवाले आफ्नो खातामा पुर्यायो 12 भने विकास बोलेरो 7 नम्बर 12-7। खेल पुनः सुचारू भइसकेको छ। लोकल खेल एउटा त्यस्तै हो खाली ठाउँको भरपूर उपयोग गर्दै नभन्याउन सफल जनसेवा थुन्डाडाले आफ्नो हातमा पुर्यायो 13 भने विकास बोलेरो 7 नम्बर 13-7। 4-5 साल हेर्थ्यो पुण्य चार साल हेर्थ्यो आठसौले हेर्थे लगातार नगर जनसेवा क्लब थुन्डाडातर्फ नै थुन्डाडाले आफ्नो हातमा पुर्यायो 14 भने केही नहुँदा उसमा विकास बोलेरो 7 नम्बर 14-7। यहाँ आइदिन बस गएको के ल हारियो त्यही भयो केही समयको अन्तरालमा नम्बर ल्याउन सफल भयो विकास बोलेरोले आफ्नो खातामा पुर्यायो 8 भने जनसेवा तुनाडा 14 नम्बर 8 इन्द्र सन्तोष छैनन् र भन्ने हुन्छ। इन्द्र सन्तोष चाहिँ गलकोट कतातिर गइछ नै सन्तोष इन्द्र गए गलकोट भन्ने हुन्छ होला अहिलेसम्मको नम्बर स्कोर अनुसार जनसेवा तुनाडा 15 छ भने विकास बोलेरो 8। होइन राख्नुपर्छ कार्यक्रम त यो एरियाको मान्ने ठाउँ हो कार्यक्रम राख्नुपर्छ। अहिले खल्लो भयो भने अर्को साल त के हुन नि पाओ नपारेर उस राख्नुपर्छ बरु पुण्यबाट स्टार्ट गरिदिनु। श्री गोपाल पुज्याज्यूले खोजिरहनु भएको छ। कृपया मञ्चमा सम्पर्क गरिदिनु हुनका निमित्त म हार्दिक अनुरोध गर्दछु। अहिलेसम्मको नम्बर स्कोर अनुसार विकास बोलेरो 10 छ भने जनसेवा क्लब तुनाडा 15 नम्बर 10-15। अरू नभए यसो गरी पुण्यभन्दा अलिक पहिला दिन उद्घाटन राख्दिने पुण्य दिन सनाइ नाच्छन् त्यहाँबाट सुरु हुन्छ खेल त्यो गरे पनि राम्रो हुन्छ। अझै कुरा फेरि बुर्तियाङसँग जानु भने हे बुर्तियाङ यति याद राखिन्छ पुण्य गर्दाखेरि उहाँ हिजो उद्घाटन भयो भेटाज खेले आज
अङ्क 1200 है साथीहरू ए 17 12 17 17 राखिदिएछु निकै राम्रो स्ट्राइक विमल भण्डारी 13-17 टिम बरे रे सबै एउटै बोल्न पर्यो फेरि के कामला टिम बरेर के काम एउटै बोल्न राखिदिएपछि सबैलाई अङ्क 19-13 निकै राम्रो स्ट्राइक र बल रेखाभन्दा बाहिर 14-19 15-19 5 सेट भन्दाखेरि रमाइलो हुन्छ कहिले त्यही मात्र राख्नु हामीलाई त केही असर होइन कि अलिकति घाटा हो कि लाग्छ साबिक होइन ओडाकै खेलाउनुपर्छ तर नमिसाउने क्या साबीको मिसाएर खेल्दैन नभए साबिक नि 3 जना मिसाइदिन्छ हो त हो नि खतरा हुन्छ अरे टिम पनि भयो 5 लाख 5 लाख आदरणीय दर्शक महानुभावहरू बुर्तिबाङमा बल्ल टिम आउने हो बुर्तिबाङमा जित्नुपर्छ बल्ल टिम पर्छ 21 नम्बर 15-21 बाहिर लिग हैन खेलाडी बोलाउने हो उठेकै थिएँ भन्दा पनि अब यता पनि खेलाडी के कम थियो खेलाडी त्यही त हो नम्बर
विकास गोलेरोतर्फ विकास गोलेरले आफ्नो खातामा पुर्यायो 16 भने जनसेवा क्लब 21 नम्बर 16 जो तोके थियो त्यो अब पाइगयो तिनीहरूले त्यही भने यता अब यता फेरि अब मगाइसकेपछि अब उतातिर यो सकिने थियो अब सकिएन र आज सर डुबेन हामीलाई डुबायो नि उसले त बरु हामी गयो नि त फाइनल यता बोलाउनु छ यो सबै सबै राम्रो होइन विकास गोलेर राम्रो भन्ने मिलाइदिएको यसलाई नआएर मात्र हो क्या सेकेन्ड लास्ट अङ्क 23 भने विकास गोलेर 17 नम्बर 23 17 मने आएको शुद्ध जाँदो रहेछ मना लग्ने रहेछ अहिले दुईटा केटाहरु हुनन् नआएको दुईटा चाहिँ बाहिर खेल्नलाई बोलिसकेको उस दिप्सन स्याङ्जा पुगेछन् अप्सो फेरि यता कतातिर गरेछन् त्यहाँ क्लब नाम जनसेवा के रहेछ क्लब विकास गोलेरतर्फ विकास गोलेरले आफ्नो खातामा पुर्यायो 19 भने जनसेवा क्लब 23 नम्बर 19 23 यस पनि क्लबका कोषाध्यक्ष श्री प्रेम प्रालज्यू तपाईँ जाँदै हुनुहुन्छ यस मञ्चमा सम्पर्क गरिदिनु हुनका निम्ति म हार्दिक अनुरोध गर्छु अहिले नम्बर स्कोर अनुसार विकास गोलेर 10 रनले जनसेवा क्लब 23 नम्बर 20 23 भन्दै नम्बर देउमा सफल जनसेवा युवा क्लब जनसेवाले आफ्नो खातामा पुर्यायो अन्तिम अङ्क 24 भने विकास गोलेर 20 नम्बर 24 20 बरु केटीको खेल आएर भोलि राखेर खाने गराएको हुन्थ्यो क्या सबले खेलाइ त राम्रो हामीलाई साउन्ड सिस्टम हामीलाई चाहियो आजै सफा भन्छ खर्च यहाँबाट बढेर आएको यसरी 20 का विरुद्ध 25 अङ्कले पहिलो सेट भने जनसेवा दादाले हात पार्यो है आफ्नो खातामा एक सेट चढाउन सफल भएको छ अहिलेको पूर्णिमालाई के खल्लो भयो कि आदरणीय दर्शक महानुभावहरू यस फुलबारीको डान्स प्रतियोगितामा भाग लिनुभएका सम्पूर्ण प्रतियोगी साथीहरू तपाईँहरू यस मञ्चमा सम्पर्क गरिदिनु हुनका निम्ति म हार्दिक अनुरोध गर्दछु हाम्रो यस तगापुर मेला 2082 लाई भव्य सबै र मनोरञ्जन विकास बोलेरोलाई अतिथिज्यूहरू प्राइजरज्यूहरू तपाईहरू यस मञ्चभन्दा बाहिर रहनुभएको छ भने कृपया यस मञ्चमा आए अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुनका निमित्त म हार्दिक अनुरोध गर्दछु क्यान्सल भयो होइन ओइ केटा कहाँ गर्छु म त सकियो अब के फाइनल खेलको दोस्रो सेटको लागि अब प्रतिस्पर्धा हुँदैछ कोही हाल्दैन आज बल्ल हिजो बिग्रिएपछि आज मलाई गल्ती आज
उत्कृष्ट स्पाइक के साथ खत्म करना सवाल विकास बोलेरो नंबर 1-0 लगातार नंबर विकास बोलेरो तर्फ आफ्नो खातामा पुर्यायो 2 भने जनसेवा तुलना 0 नंबर 2-0 भन्दै खाता खोल्न सफल जनसेवा क्लब तुनाडाले आफ्नो खातामा पुर्यायो 1 भने विकास बोलेरो 2 नम्बर 1-2 उत्कृष्ट स्पाइक के साथ सफल विकास बोलेरोले आफ्नो खातामा पुर्यायो 3 भने जनसेवा क्लब तुनाडा 2 नम्बर 3-2 पूर्ण नम्बर विकास बोलेरो तर्फ नै विकास बोलेरोले आफ्नो खातामा पुर्यायो 4 भने जनसेवा तुनाडा 2 नम्बर 4-2 तपाईले दाम लिन मात्रै हो मैले काम गर्छ एनजिओ मात्रै सबै काम गर्छ उत्कृष्ट स्पाइक प्रयोग गर्ने नम्बर सफल जनसेवा तुनाडाले आफ्नो खातामा पुर्यायो 3 भने विकास बोलेरो 4 नम्बर 3-4 जब एक दुई दिन राख्न त सकिन्छ हैन पाउन भनेर राख्न निकै राम्रो स्पाइक के साथ नम्बर ल्याउन सफल विकास बोलेरो आफ्नो खातामा पुर्यायो 5 भने जनसेवा तुनाडा 3 नम्बर 5-3 तुनाडाले आफ्नो खातामा पुर्यायो 4 भने विकास बोलेरो 5 नम्बर 4-5 नम्बर जनसेवा तुनाडा तर्फ तुनाडाले आफ्नो खातामा पुर्यायो 5 भने विकास बोलेरो 5 नम्बर 5 बराबर सुरत हालेको नि एम लाग्यो एम सुरत हालेको आज अहिले क्या एमलाई लाग्ने अहिलेसम्मको नम्बर स्कोर अनुसार जनसेवा तुनाडा 6 भने विकास बोलेरो 5 नम्बर 6-5 रेकर्ड डान्स प्रतियोगितामा भाग लिनुभएका सम्पूर्ण प्रतियोगी साथीहरू तपाईहरू यथाशीघ्र यस मञ्चमा कुराका लागि उपस्थित भइदिनु हुनका निमित्त म हार्दिक अनुरोध गर्दछु अहिलेसम्मको नम्बर स्कोर अनुसार विकास बोलेरो 6 छ भने जनसेवा तुनाडा 6 नम्बर 6 बराबर चिसापानी युवा क्लबका सम्पूर्ण स्वयंसेवक साथीहरू कृपया बललाई नियन्त्रण गरिदिनु हुनका निमित्त म हार्दिक अनुरोध गर्दछु नहल्लाइकन बस्नु है नहल्लाइकन यहाँ बस्ने भए नहल्लाइकन हो निकै राम्रो स्पाइकको साथ नम्बर ल्याउन सफल जनसेवा तुनाडाले आफ्नो खातामा पुर्यायो 7 भने विकास बोलेरो 6 नम्बर 7 छ आज कति गर्छ हाम्रो क्या भएन गाउँको समाज
देखिए राम्रो स्पाइकका साथमा बजाउन सफल जनसेवा तुनाडाले आफ्नो हातमा पुर्यायो 8 भने विकास बनेर छ नम्बर 8 छ चिसापानीमा क्लबका सम्पूर्ण स्वयंसेवक साथीहरू कृपया खेलाडीहरूलाई पानीको व्यवस्था गरिदिनु हुनका निमित्त म हार्दिक अनुरोध गर्दछु अहिलेसम्म नम्बर स्कोर अनुसार जनसेवा तुनाडा 8 छ भने विकास बोलेरो 6 भन्दा भन्दै नम्बर विकास बोलेरो तर्फ विकास बोलेरोले आफ्नो खातामा पुर्यायो 7 भने जनसेवा तुनाडा 8 नम्बर 7 नल्लिकन है विक्रम नम्बर विकास बोलेरो तर्फ विकास बोलेरोले आफ्नो खातामा पुर्यायो 8 भने जनसेवा तुनाडा 8 नम्बर 8 बराबर अलि भर्खर नै आले महिला पुरुष भलिबल तर्फका जनसेवा बराबर अङ्क टिम ए र टिम बी का खेलाडी मित्रहरू तपाईहरु फाइनल जस्तो भएन भन्ने चाहिँ वक्त मगरलाई है अलि लागि फाइनल हाल्नुलाई हार्दिक अनुरोध गर्छु फाइनल जस्तो अलि भएन है मजाको साथीहरु अहिले खल्लो भयो पुनि हामीले दगाटुङ डाँडा अहिले सम्म स्कोर अनुसार विकास बोलेरो 10 छ भने जनसेवा तुनाडा 9 नम्बर 10 9 राजकुमार अनि सागर सङ्गमको गएर उत्कृष्ट स्पाइकका साथमा मजाले सफल विकास बोलेरोले आफ्नो हातमा पुर्यायो 11 भने जनसेवा तुनाडा 9 नम्बर 11 9 सागरले हाल्यो हेरौँ न भर्खर हेरौँ न विकास बोलेरो तर्फ विकास बोलेरोले आफ्नो खातामा पुर्यायो 12 भने जनसेवा तुनाडा 9 नम्बर 12 9 हेरौँ त फोटो 12 9 है बल बचाउँदै मौका छ यहाँ विकास बोलेरो हेलो खेल निकै नै प्रतिस्पर्धात्मक रूपमा अगाडि बढिरहेको छ विकास बोलेरो तुनाडा तर्फ विकास बोलेरोले आफ्नो खातामा पुर्यायो 13 भने जनसेवा तुनाडा 9 चिसा पानीमा क्लबका सम्पूर्ण स्वयंसेवक साथीहरू कृपया खेलाडीहरूलाई पानीको व्यवस्था गरिदिनु हुनको निमित्त म हार्दिक अनुरोध गर्दछु रेकर्ड डान्स प्रतियोगितामा भाग लिनुभएका सम्पूर्ण प्रतियोगी साथीहरू हाम्रो यस मञ्चमा रेकर्ड डान्स प्रतियोगिताको पालोको लागि खुला भइरहेको हुनाले तपाईहरू यथाशीघ्र यस मञ्चमा उपस्थित भइदिनु हुनको निमित्त म हार्दिक अनुरोध गर्दछु अहिलेसम्म नम्बर स्कोर अनुसार विकास बोलेरो 13 छ भने जनसेवा तुनाडा 9 नम्बर 13 9 आपसे बात करना चाहूँ हेलो 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 अहिलेसम्म नम्बर स्कोर अनुसार जनसेवा तुनाडा 10 छ भने हेलो विकास बोलेरो 13 नम्बर 10 13 हेलो
ओहो राम 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 है स्पाइकको साथ नम्बर ल्याउन तिम्रो भन्दाखेरि एकदमै उत्कृष्ट स्पाइक तुनाडा र पुरायो 14 भने जनसेवा क्लब तुनाडा 10 नम्बर 14-10 हेलो 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 होस् मेरो शट जनसेवा तुनाडाको तर्फबाट अहिलेसम्मको नम्बर स्कोर अनुसार जनसेवा 11 छ भने विकास बोलेर 14 नम्बर 11-14 किन भन्नुहोस् त होस् मिठो शट विकास बोलेरको खेलाडी मित्रबाट र विकास बोलेरले आफ्नो खातामा पुर्याए 15 भने जनसेवा तुनाडा 11 नम्बर 15-11 तपाईँको भोइस नै बुझ्दैन केही आएन आवाज चाहिँ काम टावर काम नगरेर हेलो नम्बर थप्न चान्स मिल्यो जनसेवा तुनाडालाई र आफ्नो खातामा पुर्यायो 12 भने विकास बोलेर 15 नम्बर 12-15 देखि उत्कृष्ट स्पाइक दिनु पर्ने सफल भयो विकास बोलेर र विकास बोलेरले आफ्नो खातामा पुर्यायो 16 भने जनसेवा तुनाडा 12 नम्बर 16-12 भन्नुहोस् न के न र मिठो स्पाइक गर्दै पुनः नम्बर ल्याउन सफल विकास बोलेर र विकास बोलेरले आफ्नो खातामा पुर्यायो 17 भने आवाज बुझ्नु जनसेवा तुनाडा 12 नम्बर 17 नम्बर जनसेवा तुनाडा तर्फ तुनाडाले आफ्नो खातामा पुर्यायो 13 भने विकास बोलेर 17 नम्बर 13-17 आवाज बुझ्नु नम्बर ल्याउन सफल 18-13 विकास बोलेर तुनाडा र पुर्यायो सन्तोष इन्डियाको आफ्नै गाउँको टिम फाइनल इन्डियाको गाउँमा भनिन्छ विकास अङ्कल जित्नुपर्छ भनिन्छ विपना केसी नम्बर ल्याउन सफल भयो जनसेवा तुनाडा र तुनाडाले आफ्नो खातामा पुर्यायो 14 भने विकास बोलेर 18 नम्बर 14-18 राम्रो दिमागी खेलको प्रयोग गर्दै नम्बर ल्याउन सफल भयो 19-14 विकास बोलेर र विकास बोलेरले आफ्नो हातमा पुर्यायो 19 भने जनसेवा तुनाडा 14 नम्बर 19-14 जनसेवा युवा क्लब तुनाडाका खेलाडी मित्रबाट र आफ्नो हातमा पुर्यायो 15 भने विकास बोलेर 19 नम्बर 15-19 आउँदै आएन पूर्ण नम्बर जनसेवा तुनाडा तर्फ नै जनसेवाले आफ्नो खातामा पुर्यायो 16 भने विकास बोलेर 19 नम्बर 16-19 चार लगाएको चार्जै बढेन घटेन चिसोपानी युवा क्लबका सम्पूर्ण स्वयंसेवक साथीहरू कृपया बललाई नियन्त्रण गरिदिनु हुनका निमित्त म हार्दिक अनुरोध गर्दछु आदरणीय दर्शक महानुभावहरू तपाईहरुले भिडियो रेकर्ड गर्दा तपाईको टर्च लाइट नबालिदिनु हुनका निमित्त म हार्दिक अनुरोध गर्दछु आदरणीय दर्शक महानुभावहरू भिडियो रेकर्ड गर्दा तपाईहरुले आफ्नो टर्च लाइट नबालिदिनु हुनका निमित्त म हार्दिक अनुरोध गर्दछु अहिलेसम्मको नम्बर स्कोर जनसेवा तुनाडा 14 छ भने विकास बोलेर 20 नम्बर 17-20 निकै राम्रो स्पाइक प्रहार गर्दै नम्बर ल्याउन सफल विकास बोलेर तुनाडा र विकास बोलेरले आफ्नो खातामा पुर्यायो 21 भने जनसेवा तुनाडा 17 नम्बर 21-17
यसमा बस्नु लग लाग्यो त्यो पानी पर्यो क्या अहिले नम्बर विकास बोलेर 22-17 र विकास बोलेरले आफ्नो खातामा पुर्यायो 22 भने डाटा केवल लिन्न जनसेवा युवा क्लब टुङ्गाडा 17 नम्बर 22-17 ओके डाटा केवल छैन डाटा केवल छैन त्यहाँ छैन नेट स्पाइकका साथ नम्बर 11 बल विकास बोलेर आफ्नो खातामा पुर्यायो सेकेन्ड लास्ट अङ्क 23 भने जनसेवा क्लब टुङ्गाडा 17 नम्बर 23-17 पैसा कमाइ हेर्छ कि मन्डे जेरम नि गाली विकास बोलेरले आफ्नो खातामा पुर्यायो अन्तिम अङ्क 24 भने जनसेवा क्लब टुङ्गाडा 17 नम्बर 24-17 नम्बर जनसेवा 18-24 टुङ्गाडातर्फ दाइ भएन जनसेवा आफ्नो खातामा पुर्यायो 18 भने विकास बोलेर अन्तिम अङ्क 24 नम्बर 18-24 यसरी 18 का विरुद्ध 25 अङ्क लिँदै विकास बोलेरले पनि आफ्नो खातामा 1 सेट हात पार्न सफल भएको छ भने जनसेवा क्लब पनि 1 सेट दुवै टिमहरूले आफ्नो खातामा 1-1 सेट हात पार्न सफल भएको छ महानुभावहरू खुल्ला रेकर्ड डान्स प्रतियोगितामा भाग लिनुभएका भन्नुस् के भन्नुस् तपाईको आवाज आएकै छैन रामसँग पहिला भन्नुस् रणसिंहका प्रतियोगी साथीहरू तपाईँ छिटोभन्दा छिटो यस मञ्चमा सम्पर्क गरिदिनु हुनका निम्ति म हार्दिक अनुरोध गर्छु त्यसै गरी रेकर्ड डान्स प्रतियोगितामा भाग लिनुभएका रणसिंह युवा क्लबका प्रतियोगी साथीहरू तपाईँहरू पनि यस मञ्चमा सम्पर्क गरिदिनु हुनका निम्ति म हार्दिक अनुरोध गर्दछु त्यसै गरी खुला रेकर्ड डान्स प्रतियोगितामा भाग लिनुभएका पुरानो गाउँका प्रतियोगी साथीहरू तपाईँहरू पनि यस मञ्चमा सम्पर्क गरिदिनु हुनका निम्ति म हार्दिक अनुरोध गर्दछु त्यसै गरी सप्तकिरण युवा क्लबका प्रतियोगी साथीहरू तपाईँहरू पनि छिटोभन्दा छिटो यस मञ्चमा सम्पर्क गरिदिनु हुनका निम्ति म हार्दिक अनुरोध गर्दछु आदरणीय दर्शक महानुभावहरू यति बेला हाम्रो खेल मैदानमा 2022 सालको पूर्व मेलाको फाइनल खेल जनसेवा टुङ्गाडा र विकास बोलेरो बीच फाइनल खेल सञ्चालन भइरहेको छ अहिलेसम्म दुवै टिमले एक सेट हात पार्नु भएको छ र दुवै टिमलाई विजेता हुनको लागि 2वटा सेट आवश्यक परेको छ हेरौँ बाँकीको खेल कुन टिमले हात पार्ने हो हाम्रो प्रमुख अम्पायरज्यूले तेस्रो सेटको खेल सुरु गरिसक्नु भएको छ
एफसी सेटको पहिलो सर्भिस गर्दै हुनुहुन्छ विकास बोलेरो राम्रो सर्ट प्रहार गर्दै खाता खोल्न सफल जनसेवा टुङ्गाडा प्रयोग विकास बोलेरो 0 नम्बर 1-0 उत्कृष्ट सर्ट प्रहार गर्दै जनसेवा टुङ्गाडाका जर्सी नम्बर 6 राजकुमार पटेल प्रयोग आफ्नो खातामा 2 विकास बोलेरो 0 नम्बर 2-0 Scorpio! Bolero होइन Scorpio! राम्रो स्पाइक प्रहार गर्दै यति बेला खाता खोल्न सफल विकास बोलेरो प्रयोग 1 जनसेवा टुङ्गाडा 2 नम्बर 1-2 भन्दा भन्दै राम्रो सर्ट प्रहार गर्दै पुनः नम्बर थप्न सफल जनसेवा टुङ्गाडा प्रयोग 3 विकास बोलेरो 1 नम्बर 3-1 कति भयो अङ्क यहाँ विकासको कति भयो 3 भन्दा भन्दै राम्रो सर्ट प्रहार गर्दै नम्बर यति बेला विकास बोलेरोलाई प्रयोग 2 जनसेवा टुङ्गाडा 3 नम्बर 2-3 नम्बर 4 सफल जनसेवा टुङ्गाडा प्रयोग 4 विकास बोलेरो 2 4-2 छैनन् फर्स्ट चाहिँ 1 लाख है 3-4 नम्बर एक खरस विकास बोलेरोलाई प्रयोग 170 जनसेवा टुङ्गाडा 4 छैनन् 3-4 Andres, Cisapani Lokalova, Kusadace, Prembrajo, Andres, Cisapani Lokalova, Kusadace, Prembrajo, यदि माइकमा सुन्दै हुनुहुन्छ भने छिटो भन्दा छिटो एक स्टेजमा सम्पर्क गरिदिनु होला सर्भिस नम्बर यति बेला विकास बोलेरोलाई प्रयोग 4 जनसेवा टुङ्गाडा 5 नम्बर 4-5 पैसै छैन खाली ठाउँको राम्रो सदुपयोग गर्दै पुनः नम्बर यति बेला जनसेवा टुङ्गाडालाई प्रयोग 6 विकास प्रयोग 5 4 नम्बर 6-4 खेलाडी साथी फल हुन पुग्नुभयो र पुनः नम्बर यति बेला विकास बोलेरोलाई प्रयोग 5 जनसेवा टुङ्गाडा 6 नम्बर 5 छ है मोटु के छ राम्रो सर्ट प्रहार गर्दै यति बेला 6 बराबर है खेलाडी साथी नम्बर 7 विमल भण्डारी र नम्बर प्रयोग 4 खै देखाउन छ र जनसेवा टुङ्गाडा 6 नम्बर 6 बराबर आइडी गराउँछु फोटो हाल्छु यार हुँदैन विकास बोलेरो 6 नम्बर 7-6 कसको भयो कति कता भयो कति नम्बर हो र यताको 7 Yes, the ball. Bola gini masih.
नम्बर यति बेला जनसेवा टिम डाँडालाई पुरै जनसेवा टिम डाँडाको टिमको हामीलाई नम्बर स्कोरिङ गर्नलाई थोरै गाह्रो भएको हुँदाखेरि थोरै पछाडि भएर आफ्नो टिमलाई प्रतिनिधित्व गरिदिनु होला। यति बेला नम्बर विकास बोलरलाई प्रयास जनसेवा टिम डाँडा नम्बर 7-8 अब छाँदा झोला हाल्न त अहिले हराउँछ फेरि। पूर्ण नम्बर जनसेवा टिम डाँडालाई प्रयास विकास बोलेर 7 नम्बर 9-7 आदरणीय दर्शक महानुभावहरू 2022 सालको प्रिय मेलाको आज अन्तिम दिन। यति बेला हाम्रो खेल मैदानमा फाइनल खेल जनसेवा टिम डाँडा र विकास बोलेरो बीच भइरहेको छ र यो सँगसँगै हामीसँग खुल्ला रेखा डान्स प्रतियोगिता र राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेलट प्रस्तुति पनि बाँकी रहेको छ। आज हो सेमिफाइनलमा हारेर अब सेमिफाइनलमा गएको थियो हारेर यति बेला नम्बर जनसेवा टिम डाँडालाई 10 विकास बोलेरो 8 नम्बर 10-8 माइनस भयो राम्रो हुन्छ पुग्नु भयो र यति बेला नम्बर गरिदियो नि विकास बोलेरोलाई जनसेवा टिम डाँडा 10 नम्बर 9-10 पूर्ण नम्बर विकास बोलेरो जनसेवा टिम डाँडा 10 नम्बर 10 बराबर यो भएर त्यसै हो कि साँच्चै हो रोटेसनको उसफल भएको हुन्छ पनि हान्छ बाहिर हाल्ने पर्छ ल चार्जरको टाउले पनि हान्छ कसको मेरो चार्ज त हुँ चार्ज गरेर राखौँ कि लिग्रो हो नि त लिग्रो राम्रो सर खराब हुँदै यति बेला नम्बर जनसेवा टिम डाँडालाई 11 विकास बोलेरो 10 नम्बर 11 यहाँ तल त हुन्छ अनि यहाँ देख राखेर अब राखेको कि हल्लाउने पार्टी आइयो राम्रो सर खराब हुँदै नम्बर 7 का खेलाडी विमल भण्डारी र नम्बर विकास बोलेरोलाई 11 जनसेवा टिम डाँडा 11 नम्बर 11 बराबर यहाँ विकास माथि बराबर छ राम्रो टेक्निक स्पाइक प्रदान गर्दै यति बेला नम्बर जनसेवा टिम डाँडालाई 12 विकास बोलेरो 11 नम्बर 12-11 रेखाभन्दा बाहिर र पूर्ण नम्बर तफ्न सफल जनसेवा टिम डाँडा 13 विकास बोलेरो 11 नम्बर 13-11 जाउन राम्रो खेलाडी भयो गलबाट एकैचोटि खेल पऱ्यो त्यस्तै भने राम्रो भएको थियो विनर भयो भने विनर सुट हान्थ्यो अरे पानी थुप्रो पर्छ
विकास बोलेरो 11 नंबर 14-11 पानी आउँछ पानी पर्छ भागा भागा गराउँछ अब त क्यान्सल गर्छ भोलि 15-12 पानी आयो है यो शानदार स्पाइक राजकुमार पटेल नाच्नारी यहाँ आएका थिएनन् है हल्लियो के दाइ हल्लियो हल्लियो बस्नुस् मात्र बस्नुस् सबक हल्लियो का अब त्यतिकै बस्नुस् एकदम ल पानी पर्यो है ओहो नि पऱ्यो कतै भोलि जाने त होइन फेरि भोलि गयो भने इन्द्रहरी आउँदैन है सन्तोषरी भोलि फेरि विकास बोलेर खेल्न आउँछन् है आज क्यान्सल भयो भने त ओहो नि पऱ्यो छेकिन्छ पानी पर्यो है पूर्णिमाको दिन पूर्णिमाको मेलाको अन्तिम दिनमा झन् पानी पर्यो मौसमले साथ दिएको छैन र हाम्रो दर्शक मान्नुभयो हाम्रो खेलाडीको डान्स प्रतियोगिता कलाकारहरूको धेरै उपस्थिति पनि बाँकी छ हाम्रो दर्शक मान्नुभयो आफ्नो घरे बनाउन गरी यस खेललाई मनोरञ्जन लिनुहुनेछ भन्ने आशा गर्दछु खेल स्थगित भयो ल साथीहरु खेल स्थगित भएको छ है